ब्याकग्राउन्डमा आवाज आइरहेको छ प्लिज म्युट गरिदिनु होला है। हजुरहरूले चाहिँ ब्याकग्राउन्डमा केही आवाज आइरहेको छ भने यसले चाहिँ रेकर्डिङलाई अलिकति समस्या पनि हुन्छ अनि क्लासमा पनि थोरै समस्या होला भनेर। ओके ल ठिक छ। म फेरि कन्टेन्टमा आएँ। टेक्स्ट सुरुमा चाहिँ हामी के सिक्छौँ भन्दाखेरि टेक्स्टदेखि इमेज कसरी बनाउने भन्ने कुरा सिक्छौँ। अलिक धेरै थरीको इमेजहरू बनाउँछौँ। पहिलो इमेज भनेको चाहिँ नर्मल इमेज हिजो भर्खर हामी क्याट कसरी बनाउन सक्ने रहेछौँ। यो सबैभन्दा फर्स्टमा चाहिँ हामीले इमेजिन गर्न सिक्नुपर्छ क्या। अनि त्यो इमेजिन गरिसके पछाडि हामीले के कुरा इमेजिन गर्यो त्यो इमेजिन गर्ने कुरा चाहिँ शब्दको माध्यमबाट वर्डहरूबाट चाहिँ हामीले एआईलाई दिन सक्यौँ भने यसले हामीलाई जस्तो हामीले इमेजिन गर्यो त्यति नै चाहिँ त्यस्तै खालको इमेज त्यस्तै खालको फोटो चाहिँ हामीलाई दिन सक्ने सामर्थ्य राख्छ यसले होइन। सो सबैभन्दा पहिले त प्रोम्प्ट दिनुभन्दा पहिले हामीले सोच्न सिक्नु पऱ्यो, इमेजिन गर्न सिक्नु पऱ्यो। त्यस पछाडि बल्ल हामीले चाहिँ प्रोम्प्ट कसरी लेख्ने प्रम्प्टहरू भनेर बल्ल त्यस पछाडि आउँछ। अनि हामीले हिजो जसरी नै अब हिजो क्याटको गऱ्यो आज क्याट नै अथवा अरू नै केही तपाईँहरू आफैले एकचोटि प्र्याक्टिस गर्नुहुन्छ। त्यस पछाडि भनेको हामीले चाहिँ भोलि पर्सि हामी थर्ड फोर्थ र फिफ्थ डेमा चाहिँ यो एडभर्टिजमेन्टको लागि सोसियल मिडिया एडको लागि हामीले चाहिँ कन्टेन्ट बनाउनु पर्ने हुन्छ होइन। त्यस पछाडि गएर चाहिँ न्युज भनिरहेको एङ्करहरूको चाहिँ भिडियोहरू बनाउनु पर्ने हुन्छ। त्यसको लागि पनि हामी राम्रो इमेज पर्फेक्ट इमेज प्र्याक्टिस गर्दै गएर त्यतिखेर बनाउला। तर त्यस्तो खालको इमेज चाहिँ हामीले कसरी बनाउन सक्ने रहेछ त भनेर आज हामी प्र्याक्टिस गर्छौँ। एउटा भनेको सामान्य खालको पिक्चर बनाउने, अर्को भनेको चाहिँ हामीलाई फेरि त्यस पछाडि चाहिँ अर्को भनेको चाहिँ त्यो अघि नै मैले भने जस्तो त्यो एङ्करहरू हुन्छ नि त्यो न्युजमा बोल्ने टाइपको एङ्करहरू कसरी बनाउने भनेको हाम्रो चाहिँ मोडल कसरी बनाउने भन्नु खोजेको क्या। यो हाम्रो सोसियल मिडियामा चाहिँ एक्ट गर्ने खालको मोडल कसरी बनाउने, न्युज भनिरहेको चाहिँ एङ्करहरू कसरी बनाउने त्यो कुरा सिक्छौँ है। त्यस पछाडि अर्को भनेको चाहिँ यो एआई मोडलको कुरा आइहाल्यो होइन, त्यो सिक्छौँ। अनि अर्को भनेको यहाँनिर चाहिँ हामीसँग पुरानो फोटोहरू तपाईँसँग पहिल्यै छ भने त्यसलाई नै हामीले कलरफुल बनाउन ट्राई गर्छौँ, हुन्छ कि हुँदैन भनेर ट्राई गर्छौँ, सकिने रहेछ कि नै भनेर ट्राई गर्छौँ। हामीसँग छैन भने इन्टरनेटबाट कतै पुरानो फोटोहरू खोजेर त्यसलाई चाहिँ कलर बनाउन सकिने रहेछ कि नसकिने रहेछ भनेर त्यो पनि ट्राई गर्छौँ है। यो हाम्रो पुरानो फोटोवाला भयो है त, पुरानो फोटो। त्यस पछाडि अर्को भनेको मेरो आवाज आइरहेको छ है? हजुर सर। ओके धन्यवाद। त्यस पछाडि अर्को भनेको चाहिँ साथीहरू यहाँनिर चाहिँ अब कति मैले सुरुदेखि नै भन्दै आएको छु विभिन्न पेसा व्यवसायबाट चाहिँ बिलङ गर्नुहुन्छ अहिले क्लास लिने साथीहरू होइन। अब उहाँहरूलाई चाहिँ कोही हामीसँग हिजो एकजना टिचर पनि हुनुहुन्थ्यो, आज पनि हुनुहुन्छ सम्भवतः होइन। जस्तै हाम्रो एजुकेसनल इन्स्टिच्युटहरू छ, कुनै अरू व्यापार छ, व्यवसाय छ, त्यसलाई चाहिँ लोगो बनाउनु पर्यो भने कसरी बनाउने त भनेर पनि हामी यसलाई चाहिँ आज हामी यो र युट्युब थम्बनेललाई चाहिँ आज हामी अन्तिममा प्र्याक्टिस गर्छौँ। त्योभन्दा पहिला यो चाहिँ अलिकति डिटेल एकदम धेरै डिटेलमा प्रम्प्ट गर्नुपर्ने हुन्छ होइन। ठ्याक्कै हामीलाई चाहिए जस्तो ल्याउनु पर्यो नि त। हाम्रो व्यवसाय कस्तो हो यताउता सबै राम्रोसँग दिएर लोगो र थम्बनेल अन्तिममा प्र्याक्टिस गर्छौँ आज। कति भ्याइन्छ हेरौँ, भएन भने हामी अर्को दिन सिकिहाल्छौँ। त्यो सिक्नुपर्ने कुरा सबै सिक्छौँ, त्यति नै हो है त। अर्को भनेको चाहिँ यो ग्राफिक्स बनाउने, पोस्ट बनाउने, जस्तै सोसियल मिडियामा कहिलेकाहीँ ल आफ्नो चाहिँ के प्रडक्ट रहेछ अथवा के सर्भिसहरू रहेछ, सेवाहरू रहेछ, त्यो प्रडक्ट अथवा प्रडक्ट अथवा चाहिँ सर्भिसलाई सोसियल मिडियामा बुस्ट गर्नका लागि एडहरू चलाउनका लागि चाहिँ कहिलेकाहीँ हामीलाई यो ग्राफिक्सहरूको पोस्टहरूको जरुरी हुन्छ नि त। हामी आज त्यो पनि बनाउन सिक्छौँ। अनि यसको साइजहरू के हो, कस्तो हो, कुन साइज भनेको के हो, सबै कुराहरू सिक्छौँ। सो रेडी हुनुहुन्छ तपाईँहरू यसको लागि?
अच्छा कति एक्साइटेड हुनुहुन्छ यसको लागि? एकदम ल ओके धन्यवाद। अब सबैभन्दा फर्स्टमा चाहिँ मैले मैले हिजो पनि क्लासमा अलिकति भनिसकेँ है। स्टेप्सहरू तपाईँहरू चाहिँ यो कुराहरूमा अलिक नयाँ, म त नयाँ हो नि, मलाई त अलिक समस्या भइरहेको छ, समस्या हुन्छ होला कि भन्ने फिल भयो भने तपाईँहरूले चाहिँ पेन र पेपर चाहिँ जहिले साथमा राख्नुपर्छ है त। कतिपय कुराहरू मैले सरसर्ती गर्दाखेरि भनेको कुराहरू एकैपल्ट याद नहुन सक्छ। त्यस्तो अवस्थामा तपाईँहरूले के गर्नुपर्छ भन्दाखेरि लेख्दै पनि जानुभयो भने आफूले गर्ने बेलामा ओहो यस्तो भन्नुभएको थियो उहाँले भनेर याद आउँछ। अनि आफैलाई पनि त्यो प्रोसेसहरू गर्न सजिलो हुन्छ। जहिले पनि त्यही भएर मैले हिजो पनि भनेको थिएँ, आज पनि भन्छु, पेपरहरू पेन सकेसम्म आफूसँग राख्नु है त। हुन्छ? ल ठिक छ। हामीले हिजो सबैभन्दा फर्स्टमा हामीले हिजो के सिकेका थियौँ? हामीले च्याट जिपिटी खोल्न सिकेका थियौँ है म्याम? हजुर सर ओके, च्याट जिपिटी खोल्नुहोस्। हो तपाईँहरूले ल ठिक छ धन्यवाद। तपाईँहरूले पछि क्लास सकेर पछि च्याट जिपिटी फेरि एकचोटि आफैले खोल्न ट्राई गर्नुभयो कि गर्नु भएन? चार जिबी त सर पहिला नि चलाएको सो अब यसरी यसो भन्ने थाहा भयो। ल ठिक छ एकदम राम्रो। अरू अरू कसरी ट्राई गर्नुभयो? होइन भन्नुहोस् त सर, सर। म बोलौँ? हुन्छ हुन्छ सर एकदम मैले सर। हिजो ट्राई गरेँ, त्यो भएन। त्यस च्याट जिपिटी डाउनलोड गरेँ। ओके अनि त्यसपछि चाहिँ मैले चाहिँ अलिकता चाहिँ के प्र्याक्टिस गरौँ भनेर एउटा फोटोलाई मैले प्र्याक्टिस गरेँ। ओके ओके त्यो भयो पनि मेरो अनुसार। त्यो म पछिबाट तपाईँलाई भन्नु ल। हुन्छ सर। तपाईँले आफूले गरेको कुराहरू तपाईँले सिकाए अनुसार मैले गर्दाखेरि हुन्छ एकदम होइन, राम्रो। हजुरले हिजो जुन कुरा सिकाउनु भएको थियो नि, हजुर हिजो हजुर हजुरले जुन कुरा भन्नुभएको थियो हजुर। त्यो अनुसार मैले आफूले प्र्याक्टिस गर्दाखेरि चाहिँ मैले सफिसियन्ट पाएँ। ए ओहो धेरै राम्रो। ल आज आज अब अगाडि बढिहालौँ। मैले गरेको कुरा अहिले सेयर गर्नु नि त सर। हुन्छ सर हुन्छ। ल ग्रुपमा सेयर गरिदिनु भयो नि हुन्छ। धन्यवाद सर। मैले सुरु गरेँ है सर। ल ठिक छ। अब हिजो भर्खरै हामीले च्याट जिपिटी चाहिँ कसरी खोल्ने र मेन भनेको चाहिँ प्रम्प्ट सबैभन्दा इम्पोर्टेन्ट कुरा हो। प्रम्प्ट भनेको के हो? सामान्य इन्स्ट्रक्सन हो। तर त्यस्तो इन्स्ट्रक्सन जुन इन्स्ट्रक्सनले चाहिँ हामीले हाम्रो यो आर्टिफिसियल इन्टेलिजेन्स एआईलाई चाहिँ काम गराउन सक्छौँ। त्यही भएर मैले हिजो भनेको कुरा म 2 लाइनमा समराइज गर्छु। च्याट जिपिटीलाई अथवा जुनसुकै एआई मोडल, यसलाई चाहिँ एआई मोडल भन्छ। ल एआई मोडल भन्छ यसलाई चाहिँ। ल ठिक छ, अहिले च्याट जिपिटी भनेर सम्झिनु। यसलाई यो डिटेलमा हामी पछिको दिनहरूमा कुरा गर्दै जान्छौँ। मैले हिजो प्रम्प्ट सिकाउँदै गर्दाखेरि तपाईँहरूलाई के भनेको थिएँ भन्दाखेरि प्रम्प्ट चाहिँ यति डिटेलमा हामीले सोचेर इमेजिन गरेर प्रम्प्टहरूलाई चाहिँ यति डिटेलमा लेख्न कोसिस गरौँ कि एआईलाई आफ्नो कुराहरू घुसाउने मौकै नदिउँ क्या। त्यो भइसके पछाडि एआईले हामीलाई दिने आउटपुट चाहिँ जहिले पनि हाम्रो कन्ट्रोलमा हुन्छ है। म यति भन्छु अहिलेलाई। र आज चाहिँ के गर्छौँ भन्दाखेरि अब इमेज जेनेरेट गर्न ट्राई गर्छौँ। इमेज जेनेरेट कहाँबाट हुन्छ भनेर पनि सिक्छौँ। सुरुमा इमेज चाहिँ केबाट बनाउने भनेर म भनिदिइहाल्छु। त्यस पछाडि अहिले प्र्याक्टिकली सँगै गरौँला। हुन्छ हुन्छ ओके धन्यवाद। ल ठिक छ धन्यवाद। इमेज बनाउन हामीले धेरै कुराहरू युज गर्छौँ। धेरै थरीको आजकल त यति धेरै टुल्सहरू आइसकेको छ कि इमेज बनाउनका लागि त्यो त्यो सोचाइभन्दा बाहिरको क्या। यति धेरै एकदम पपुलर त हामी हिजो भर्खर च्याट जिपिटी चलाउन सिक्यौँ। हामी एकैछिनमा च्याट जिपिटीबाट पनि इमेज बनाउँछौँ। च्याट जिपिटीले इमेज बनाउने सामर्थ्य राख्छ। च्याट जिपिटीबाट पनि इमेज बनाउँछौँ। त्यस पछाडि अर्को कहाँबाट बनाउँछौँ भन्दाखेरि अहिले तपाईँहरूले केही पनि गर्नु पर्दैन। अहिले हेर्नु मात्र है। अहिले तपाईँहरूलाई गर्ने टाइम अहिले पाउनुहुन्छ। तपाईँहरूले त्यस पछाडि गर्नु होला। त्यस पछाडि हामी अर्को जेमिनाई भन्ने टुल छ। जेमिनाई भन्ने टुल छ। यहाँनिर के आउँछ भन्दा जेमिनाई.गुगल भन्ने आउँछ है। त्यस पछाडि यो जेमिनाई भन्नेबाट पनि हामीले चाहिँ ल हेर्नु त यहाँनिर क्रिएट इमेज भनेको रहेछ। भनेको जेमिनाईबाट पनि फोटोहरू अनि धेरै कुराहरू हामीलाई चाहिने ग्राफिक्सहरू इमेजहरू यहाँबाट
बनाउन मिल्ने रहेछ। अनि अर्को पनि एकदम पपुलर टुल भनेको चाहिँ के पनि छ भन्दाखेरि गुगल एआई स्टुडियो भन्ने पनि छ है। गुगल एआई स्टुडियो भन्ने पनि छ। अनि यो सबै लगइन गर्नलाई साइन अप गर्नलाई म पछि सिकाउँछु है एकैछिनमा। यहाँनिर म यस्तो यस्तो के भनेको रहेछ, यो म अहिले केही पनि गर्दिनँ, यो अहिले तपाईँहरू सँगसँगै गर्छु म है त। हुन्छ ल ठिक छ। ओके, अब सबैभन्दा सजिलो त हाम्रो लागि च्याट जिपिटी नै हो है। च्याट जिपिटी किन सजिलो हो भन्दा हिजो हामीले च्याट जिपिटी त सिकिसकेका छौँ नि त होइन है। त्यही भएर च्याट जिपिटी हामीलाई हिजो नै चलाउन आउँछ भनिसके पछाडि आज हामी एउटा इमेज जेनेरेट गर्न ट्राई गरौँ है त। ल हुन्छ, ल त्यो इमेज जेनेरेट गर्नुभन्दा फर्स्टमा चाहिँ अर्को एउटा कुरा ट्राई गरौँ। त्योभन्दा फर्स्टमा ट्राई गर्नुपर्ने कुरा के भन्दाखेरि हामीले इमेज जेनेरेट गर्नलाई त सुरुमा प्रम्प्ट चाहिन्छ। प्रम्प्ट चाहिँदैन, राम्रो प्रम्प्ट चाहिन्छ है। सुरुमा के चाहिन्छ, हामीलाई जे काम गर्न पनि सुरुमा राम्रो प्रम्प्ट चाहिन्छ। त्यही भएर अब हामी यस्तो खालको एउटा चाहिँ प्रम्प्ट बनाऊ जसले गर्दा चाहिँ यो इमेज बनाउनका लागि चाहिँ एकदम हेल्पफुल हुन्छ। म प्रम्प्टहरू तपाईँहरू पनि आफ्नो तरिकाले गर्नु, म मेरो तरिकाले गर्छु यहाँनिर। अनि अर्को भनेको चाहिँ कस्तो भने मैले तपाईँहरूलाई सुरुमा एउटा इन्ट्रेस्टिङ कुरा के भनेको थिएँ भन्दाखेरि यसरी पनि तपाईँहरूले प्रम्प्ट गर्न मिल्छ है त। मलाई क्युट पपी बनाउनको लागि एउटा प्रोफेसनल PROFESSIONAL प्रोफेसनल PROMPT प्रम्प्ट। साँच्चै यो प्रम्प्ट स्पेलिङ याद गर्नु होला ल, PROMPT प्रम्प्ट है। यस्तो यस्तो कुराहरू चाहिँ याद गर्नुपर्छ, बिस्तारै बिस्तारै सिक्नुहुन्छ होला त। प्रोफेसनल प्रम्प्ट बनाइदेऊ न भन्दा यति गर्दा नि बुझ्छ है, यति गर्दा पनि बुझ्छ। अनि अहिले म यो गर्दिनँ, अहिले एकछिनमा योभन्दा राम्रो काम हामी गर्छौँ। त्योभन्दा पहिला चाहिँ हिजो मैले एउटा कस्तो इन्ट्रेस्टिङ कुरा सिकाएको थिएँ, त्यो के हो भन्दाखेरि एक्ट एज एक्सपर्ट अफ PROMPT प्रम्प्ट इन्जिनियरिङ, GINEERING इन्जिनियरिङ, यसरी सिकाएको थिएँ मैले हिजो है। याद गर्नु भएको छ? ओके हो, धन्यवाद। एक्ट एज एक्सपर्ट अफ प्रम्प्ट इन्जिनियरिङ, एक्सपर्ट अफ मेडिसिन। अब कसैको चाहिँ यो मेडिकल फिल्डको रहेछ भने एक्ट एज एक्सपर्ट अफ मेडिसिन होइन। अनि एक्ट एज एक्सपर्ट अफ स्टोरी राइटिङ, अनि एक्ट एज एक्सपर्ट अफ यस्तो यस्तै है त है। एक्सपर्ट अफ अब आफूले चाहिँ जेको बारेमा गर्न खोजेको। अनि यसको चाहिँ यो किन गर्नु परेको, यसको औचित्य पुष्टि कसरी हुन्छ त भनेर चाहिँ अब जान्न मन लाग्यो होला। मैले त हिजो भनेको थिएँ, हिजो चाहिँ हामी भोलिको दिनमा कुरा गर्छौँ, हामी पर्सि कुरा गर्छौँ भनेको थिएँ होइन। सो म यो कुरा किन जरुरी छ एक्ट एज यो भन्दाखेरि चाहिँ कस्तो हुन्छ भन्दाखेरि हामीले चाहिँ कहिलेकाहीँ ल जस्तै यो अघि भर मैले त्यो चाहिँ औषधिको बारेमा, मेडिसिनको बारेमा कुरा गरेँ। एक्ट एज एक्सपर्ट अफ मेडिसिन, अनि त्यस पछाडि मलाई चाहिँ यस्तो यस्तो गरिदेऊ न भनेर नभनेको भए चाहिँ यसले हामीलाई मेडिसिनको बारेमा, औषधिको बारेमा जानकारी चाहिँ दिन्छ। अनि तर यो चाहिँ स्योर हुँदैन कि यसले साँच्चीकै जानेर, यसले साँच्चीकै बुझेर, यो साँच्चीकै चाहिँ यसको बारेमा चाहिँ यो ज्ञाता हो, त्यही भएर हामीलाई भनेको हो कि होइन भन्ने चाहिँ थाहा हुँदैन क्या। त्यो भएको भएर चाहिँ हामीले एक्सपर्ट अफ मेडिसिन, एक्सपर्ट अफ हेल्थ, अब एक्सपर्ट अफ जे पनि, मैले अघि नै पनि भनिसकेँ, आफूलाई जे चाहिएको त्यो गर्न सक्यो भने के हुन्छ भन्दाखेरि यो च्याट जिपिटी अथवा यो जिपिटी यिनीहरू बनाउनेहरूले चाहिँ के गरेको हुन्छ भन्दाखेरि सबैभन्दा टाढा पछाडितिर सबैभन्दा भित्र चाहिँ यो एक्सपर्ट अफ मेडिसिन, एक्सपर्ट अफ यो चाहिँ कहाँबाट आउँछ भन्दाखेरि भित्र तिनीहरूको एउटा नलेज बेस भन्ने हुन्छ। तपाईँहरूलाई पनि नलेज बेसको बारेमा सायद भोलि नलेज बेसको बारेमा हामी खबर गर्छौँ, कुरा गर्छौँ होइन। यो नलेज बेस भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि नलेज बेस भनेको चाहिँ
नलेज बेस भनेको चाहिँ यिनीहरूलाई के को बारेमा चाहिँ यिनीहरूले जान्न पर्छ भन्ने कुरा हुन्छ कि अनि त्यो नलेज बेसमा चाहिँ भरको दुनियाँभरिको सबै कुराहरू हुन्छ अनि त्यहाँबाट चाहिँ डोमेन एक्सपर्ट भन्ने हुन्छ। डोमेन एक्सपर्ट भन्ने यो चाहिँ सुन्दाखेरि गाह्रो हुनसक्छ है, तपाईँहरूलाई आज गाह्रो हुनसक्छ, तपाईँहरूले फेरि 3-4 दिन 5 दिनमा बुझिहाल्नुहुन्छ है। डोमेन एक्सपर्ट भनेको मेडिसिनको एक्सपर्ट, जस्तै अब प्रम्प्ट इन्जिनियरिङको एक्सपर्ट यस्तो भनेको हुन्छ त्यो। अनि यिनीहरूलाई चाहिँ त्यसरी नै ट्रेन गराएको हुन्छ, यो आर्टिफिसियल इन्टेलिजेन्सलाई अथवा यो मेसिनलाई यसरी नै ट्रेन गरेको हुन्छ। त्यही भएर सकेसम्म हामीले जहिले पनि प्रम्प्ट लेख्दाखेरि, प्रम्प्ट बनाउँदाखेरि यसको बारेमा चाहिँ तिमी विज्ञ हो है, त्यसरी एक्ट गर, अनि त्यस पछाडि चाहिँ मलाई प्रम्प्ट बनाइदेऊ न, यसरी भन्नुपर्छ। त्यो भनिसके पछाडि अलिकति राम्रो दिन्छ यसले है त। हुन्छ, मेरो आवाज आइरहेछ? ओके ल, ओके। अनि त्यस पछाडि त्यो गर्नुपर्छ है। अनि अर्को भनेको चाहिँ के भन्दाखेरि ओके त्यस पछाडि गएर सुरुमा चाहिँ अब तपाईँहरूलाई म जेमिनाईमा लगइन गर्न सिकाउँछु ल। हुन्छ, केमा भन्नुभयो सर? यो म तपाईँहरूलाई सँगसँगै सिकाउँछु, चिन्ता नगर्नु न है। ओके ओके ल ल, ठिक छ। के गर्ने भन्दाखेरि यो सुरुमा यो यस्तो गर्नु है त, म यसलाई मैले पुरै बन्दै गरिदिन्छु। तपाईँहरू सुरुमा के गर्नु पर्यो भन्दाखेरि तपाईँहरू जुनसुकै ब्राउजर, मैले हिजो क्रोम भने त्यसरी गुगल जेसुकै क्या, तपाईँहरूसँग जुनसुकै ब्राउजर छ त्यहाँनिर गएर चाहिँ जेमिनाई भनेर टाइप गर्नु ल, GEMINI जेमिनाई भनेर टाइप गर्नु ल। सँगसँगै गर्नु ल यो चाहिँ। अनि अहिले तपाईँहरूले बुझ्नु भएन भने म फेरि रिपिट पनि गरिदिन्छु। सँगसँगै गर्न गाह्रो भयो ल, ठिक छ। सँगसँगै गर्दा तपाईँहरूले फोन युज गर्नु भएको छ कि कम्प्युटर ल्यापटप युज गर्नु भएको छ? मैले ल्यापटप युज गरिरहेको छु। ल्यापटप युज गरिदिनु भएको छ भनिसके पछाडि तपाईँले फोनमा हेर्दै हुनुहुन्छ, ल्यापटपमा गर्दै हुनुहुन्छ हो? ओके ल, त्यो भयो त अलिक सजिलो हुन्छ। अनि कसैले चाहिँ यो फोनबाट चलाइराख्नु भएको छ भने म उहाँहरूलाई नि यो फेरि कहिलेकाहीँ चाहिँ फोनमा यो के कता हो देख्दै देखिएन भने जस्तो हुन्छ। त्यसको लागि चाहिँ म कहिलेकाहीँ चाहिँ यसरी पनि देखाइरहेको हुन्छु ल। यसरी भनेको यो फोनमा त देखिन्छ त लगभग यस्तै त हो नि होइन र? ल, फोनमा त यस्तै त देखिन्छ नि है? हजुर, फोनमा देखिन्छ। त्यस पछाडि गएर ल, अब जेमिनाई भन्नेमा मैले अघि नै खोज्नु भने अब जेमिनाईमा क्लिक पनि गर्नु ल। म फेरि एकचोटि ब्याक गरिदिन्छु ल, तपाईँहरूलाई कन्फ्युज भयो भने। यहाँनिर चाहिँ के रहेछ भन्दाखेरि हेर्नु त, gemini.google.com लेखेको रहेछ। यो जेमिनाई भनेर खोज्दाखेरि यो सुरुकै लिङ्क यसरी आउँछ ल, याद गर्नुभयो? हेर्नु त, हो यो gemini.google.com भनेर आउँछ। अनि सुरुको लिङ्कमा क्लिक गर्नु। मैले यो चाहिँ मोबाइल भ्यू गरेको छु, ल्यापटपमा कम्प्युटरमा त झनै सजिलो हुन्छ है। मैले चाहिँ फोनबाट पनि कोही हुनुहुन्छ होला भनेर मैले चाहिँ यो फोनको भ्यू गरिदिएँ ल अहिले। ल, यसो गर्दाखेरि ल यस्तो खालको इन्टरफेस आउने रहेछ ल। यस्तो खालको इन्टरफेस आउने रहेछ। मेरो केसमा चाहिँ यहाँनिर जेमिनाई भनेर पहिल्यै आयो है। मेरो केसमा यहाँ जेमिनाई भनेर पहिला आयो, अटोमेटिक लगइन भयो मेरोमा। तपाईँहरूकोमा अटोमेटिक लगइन भयो कि के भयो तपाईँहरूकोमा? यस्तोमा यो आफ्नो फोटोहरू अथवा आफ्नो अकाउन्ट देखाएको छ कि छैन यस्तोमा? मेरोमा छ सर, मेरो लगइन नै भयो। अटोमेटिक भयो भने चाहिँ राम्रो भयो ल, ठिक छ। ल, यहाँसम्म सघाउनु भयो? सरहरूले सघाउनु भयो? सरहरूले सघाउनु भयो? मेरोमा अलरेडी डाउनलोड छ सर। ए, डाउनलोड भनेको जेमिनाई डाउनलोड? हजुर हजुर। ए ल, त्यो पनि ठिकै भयो। ल, ठिक छ है त। अब त्यस पछाडि चाहिँ के गर्ने भन्दाखेरि अब अघि नै हामीले च्याट जिपिटी एकचोटि खोलिसकेका छौँ। अब हामी च्याट जिपिटीमा गएर च्याट जिपिटी मैले अघि नै हामीले प्रम्प्ट चाहिँ जहिले पनि पहिलाको ब्याचमा चाहिँ सोध्नुहुन्थ्यो क्या,
तपाईहरुले सोध्नु भएन ल म त्यो पनि भनिहाल्छु हामीले प्रम्प्टको लागि चाहिँ जहिले पनि हामीले च्याट जीपीटी नै गर्न पर्ने हो र भनेर चाहिँ कहिलेकाहीँ लाग्न सक्छ है त्यो कसैलाई लागेछ कि छैन त्यस्तो क्वेसन आइरहेको छैन सर किन आइरहेको छैन प्रम्प्टको लागि च्याट जीपीटी नै गर्नुपर्ने हो कि अरू पनि हुन्छ भनेर केही जेमिनाईबाट नि हुन सक्छ कि भन्ने कुरा हो एक्ज्याक्टली सायद यस्तो हो सर जेमिनाई भन्ने फर्स्ट टाइम सुनेको छु है म चाहिँ अरू कुरा त च्याट जीपीटी चाहिँ पहिला एउटा कन्टेन्टहरू हेर्दाखेरि गरे हो जेमिनाई भन्ने फर्स्ट टाइम सुनिरहेको छु यो ओर्ड नै हो र यो ल ठिक छ ठिक छ अनि हाम्रो सरलाई जेमिनाईको बारेमा पहिला पनि जानकारी थियो सर ल भनेपछि एकदम राम्रो कुरा हो है त त्यो भयो भने पछाडि चाहिँ आज हामी हामीले प्रम्प्ट चाहिँ आज हिजो च्याट जीपीटीबाट सिकेको भएर हामी नर्मली च्याट जीपीटीबाटै गर्छौँ तर प्रम्प्ट चाहिँ यसले पनि राम्रै गर्न सक्छ ल अनि तपाईहरुलाई म आज भ्याइन्छ कि भ्याइन्न भ्यायो भने चाहिँ तपाईहरुलाई एउटा नयाँ कुरा मैले अघि नै एउटा नलेज बेस भनेको थिएँ नि त्यो नलेज बेस भन्ने कुराको बारेमा नि आज भ्यायो भने सिकाउँछु होइन भने भोलि हजुरहरूलाई खासमा चाहिँ त्यो भिडियोको लागि चाहिँ अलिकति त्यो रिपिटेडली एउटै कुरा गरिराख्नु पर्ने एउटै कुरा लेखिराख्नु पर्ने भएर त्यो चाहिँ भिडियोलाई चाहिँ एकदम धेरै काम लाग्छ यहाँनिर चाहिँ नभए पनि चल्छ है त त्यो भएर अहिले चाहिँ मैले भनिनँ ल आज हामी के को पिक्चर बनाउँछ आज एकदम सिम्पलबाट ट्राई गरौँ ल के पिक्चर बनाउने आज भन्नुहोस् त ल आज हामी सुरुमा ल अब के एउटा पपी बनाउने हो पपी के बनाउनु ल भन्नुहोस् नर्स बनाउँ न बरु नर्स भन्नुभयो हजुर नर्सको बारेमा हो त्यो सिस्टर चाहिँ अहिले एकछिन यो हामी मान्छेहरूसँग रिलेटेड कुराहरू अहिले एकछिन बनाउँछौँ पहिला चाहिँ अरू केही बनाऊ भनेर ओके हुन्छ हिजो क्याट गरेर आज ठिक छ डग बनाऊँ न त एउटा ल ठिक छ अब हामी जहिले पनि म हिजो के भनेको थिएँ एउटा रोल सुरुमा रोल के हो भनेर भन्न पर्छ त्यस पछाडि गएर चाहिँ इन्स्ट्रक्सन के दिन लागेको हो हामीले चाहिँ च्याट जीपीटीलाई हैन त्यो कुरा भन्नुपर्छ त्यस च्याट जीपीटीलाई अथवा जेमिनाईलाई जे भने पनि यो चाहिँ प्रम्प्ट गर्ने एउटा टेक्निक हो है त हुन्छ यस्तो छ है त अनि यो रोल इन्स्ट्रक्सन त्यस पछाडि कस्तो कन्टेक्स्ट हो के हो त्यस पछाडि गएर हामीलाई चाहिँ यसले आउटपुट यसले चाहिँ रेस्पोन्स दिँदाखेरि कस्तो फर्मेटमा चाहिँ हामीलाई रेस्पोन्स दिए हुन्थ्यो भनेर हामी आफैले भन्यो भने त्यो चाहिँ एकदम राम्रो हुन्छ है त अनि त्यो भनेको चाहिँ कस्तो भन्दाखेरि यो आउटपुट भनेको चाहिँ एउटा सिम्पल प्याराग्राफ जस्तोमा चाहियो हो कि प्याराग्राफ प्याराग्राफ सिम्पल प्याराग्राफमा चाहियो हो कि मलाई चाहिँ कुनै अब बुलेट पोइन्ट्सहरूमा चाहिँ चाहिएको हो कि मलाई नम्बरिङमा चाहिएको हो कि होइन नम्बरिङमा चाहिएको हो कि अथवा मलाई अब हिजो भर्खर मैले अर्को एउटा टर्म पनि युज गरेको थिएँ मार्कडाउन भनेर होइन त्यस्तोवालामा चाहिएको हो कि कस्तोमा चाहिएको हो त भनेर हामी आफैले भन्न सक्छौँ त्यो अनुसार यसले हाम्रो लागि हामीले चाहिँ अराइ त्यही गर्न सक्छ ल मैले अब सुरु गरेँ ल हुन्छ ल अब हामी एउटा चाहिँ हामी पपी बनाउनको लागि चाहिँ के गर्छौँ त भन्दाखेरि पपी बनाउनको लागि चाहिँ एउटा प्रम्प्ट लेख्छौँ है त ल त्यो एक्ट एज एक्सपर्ट अफ PROMPT प्रम्प्ट PROMPT यो कुरा नोटिस गर्नु ल PROMPT एक्ट एज एक्सपर्ट अफ प्रम्प्ट इन्जिनियरिङ इन्जिनियरिङ एन्ड राइट मी अ प्रम्प्ट होइन राइट मी अ प्रम्प्ट आवाज अलिकति नोइज आइरहेको छ ल राइट मी अ प्रम्प्ट इन act as expert of prompt engineering and write me a prompt for making a picture 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 of Popsy यो कसको नोइज आइरहेको छ प्लिज यो
हजुरहरूले केही गर्नु हुँदा चाहिँ माइक म्युट गरिदिनु है प्लिज। ओके, फर मेकिङ पिक्चर अफ पपी, अनि त्यसको कलर कस्तो राख्ने आज हामी भन्दा ल फेरि पनि भइरहेको थियो नि त, पपी इन पपी कलर वाइट त्यस पछाडि सिटिङ इन कहीँ भन्नुपर्छ, सिटिङ अन ल टेबलै भन्थ्यो हिजो जसरी टेबलै भन्थ्यो है त, सिटिङ अन टेबल। अब पपी भनिसके पछाडि यसले फेरि हुन चाहिँ एकैछिन ल, मैले म्युट गर्नुपर्ने भयो, एउटा कल आयो, सरी। सरी है, म थोरै डिस्टर्ब पनि भयो। एनिवे ल, सुन्नु भएको छ है? हेलो, ठिक छ। As an expert of act as an expert of prompt engineering and write a prompt for making a picture of poppy of color white sitting on table भने, अनि त्यसै भने त्यस पछाडि कतिपय कुराहरू चाहिँ कस्तो हुन्छ भन्दाखेरि हामीले चाहिँ पपी भनिसके पछाडि अथवा क्याट भनिसके पछाडि एआईले के फिल गर्छ, मतलब एआईले चाहिँ कसरी लिन्छ यो कुराहरूलाई भन्दाखेरि पपी भन्ने कुरा चाहिँ क्युट नै हुन्छ होला है भनेर मैले अहिले चाहिँ यहाँ एकदम सामान्य कुरा हो नि त यो त नि, ओहो पपी भनिसके पछाडि त्यो चाहिँ क्युट नै होला, त्यो पनि चाहिँ गरिदिन्छ एआईले, त्यो कुरा गर्छ। तपाईँलाई ल यो रिसाको बनाइदियो नि त भन्यो भने त्यो पनि बनाइदिन्छ है, सामान्यतया पपी क्युट हुन्छ, तर मलाई चाहिँ रिसाको जस्तो बनाइदियो नि त भन्यो भने त्यो पनि बनाइदिन्छ है। तर अब हामी अहिले पपी मात्र भनौँ, अहिले एकछिनमा हेरौँ यसले चाहिँ त्यो पपी भन्ने कुरालाई चाहिँ क्युट बनाइदिँदो रहेछ कि नबनाइदिँदो रहेछ भनेर हामी टेस्ट गरेर हेरौँ ल, एआईले हाम्रो लागि कस्तो चाहिँ गरिदिँदो रहेछ त, यसरी हेरौँ है त। सिटिङ इन द अन द टेबल, त्यस पछाडि गिभ सिटिङ इन द टेबल, आई वान्ट रेस्पोन्स इन ल ठिक छ, सिटिङ अन द टेबल एन्ड विथ प्रोपर के त भन्दाखेरि विथ प्रोपर प्रोफेसनल PROFESSIONL प्रोफेसनल LIGHTING लाइटिङ। न त मैले यो लाइटिङ भन्ने कुरा अहिले नगरौँ भनेर सोचिरहेको थिएँ, तर मैले गरिहालेँ त, LIGHTING लाइटिङ। आई वान्ट योर रेस्पोन्स इन मार्कडाउन फर्मेट है। यो कुराहरू चाहिँ मैले चाहिँ इङ्ग्लिसमा ल ठिक छ मलाई सजिलो लागेर मैले गरेँ, तर तपाईँहरूले नेपालीमा भन्दा नि यो बुझ्छ भन्ने कुरा मैले हिजो देखाइसकेँ है, होइन? ल ठिक छ, भनेको नेपालीमा गर्दा पनि हुन्छ है त। ल हस्, ओके ल ठिक छ। ल यसले
हामीले बिस्तारै चाहिँ प्रम्प्ट बनाएर दिँदैछ। यहाँनिर यसले के भनेको छ भन्दाखेरि हामीले यो हेर्नु त ल यो हाई रिजोल्युसन भन्ने कुरा हामीले त भनेको थिएनौँ नि, याद गर्नुभयो? हामीले त हाई रिजोल्युसनको कुरा गरेकै थिएन। त्यसरी गरे फोटो रियलिस्टिक भन्ने जस्तो कुराहरू त यो सामान्य अवस्थामा हेर्ने पनि त ओहो ल फोटो रियलिस्टिक भनेको के हो हामीले त भनेको छैन नि, तर यसले गरिदिएछ है त। त्यसरी गरे ओहो क्लिन वुडन टेबल, हामीले त टेबल भनेको थियो तर एआईले यो टेबल भनेको चाहिँ वुडन नै हो भनेर यसले लियो। अथवा हामीलाई चाहिँ यो वुडन टेबल अझ यहाँ क्लिन पनि रे क्या, क्लिन वुडन टेबल, ओहो कस्तो राम्रो होइन। त्यस अझ के भनेको छ भन्दाखेरि यहाँनिर हेरौँ है त, अलिकति क्लिन वुडन टेबल रे। त्यसरी सेन्टर इन द फ्रेम, मैले अघि नै एउटा कुरा यहाँ भनेको थिएँ नि, हेर्नुहोस् त ल यो प्रोफेसनल भनेर चाहिँ यो वर्डहरू युज गरेको छु। त्यसरी गरे यहाँ प्रोफेसनल प्रम्प्ट इन्जिनियर जसरी चाहिँ एक्ट गर्न पर्यो है, मलाई सामान्य प्रम्प्टले हुँदैन पनि भनिदिएको छु। त्यो भइसके पछाडि यसले यति राम्रो चाहिँ पिक्चर बनाउनु पर्छ भनेर यसले चाहिँ लियो कि होइन हाम्रो कुरालाई। अनि त्यो हाम्रो पपी चाहिँ फ्रेमको सेन्टरमा बन्न पर्छ अरे। अनि त्यो पपी हेज सफ्ट, त्यस पछाडि गएर के भनेको छ, सफ्ट फ्लफी फर रे। ओहो ल त्यसरी गएर एक्सप्रेसिभ आई रे होइन। ल यस्तो गरेछ क्या, यो छ। अनि त्यसरी यहाँनिर यो प्रोफेसनल लाइटिङ भनिसके पछाडि यसले त हेर्नु न ल यो हाम्रो यो चाहिँ यो लेन्स कस्तो खालको, यो फोटो खिच्ने लेन्स कस्तो खालको भनेको यो सबै कुराहरू म त यो कति यो कुराहरू त म बुझ्दिनँ। यो नबुझ्नु सामान्य कुरा हो हाम्रो लागि चाहिँ यो है, किनभने हामी यो विधाको त होइन। त्यो भइसकेपछि ल ठिक छ। अब हामी चाहिँ यो कुरालाई लिएर चाहिँ आज हामी फोटो बनाउँछौँ। फोटो कहाँ बनाउँछौँ भन्दाखेरि हामी जेमिनाईमा पनि फोटो बनाउँछौँ। त्यस पछाडि गएर यो च्याट जिपिटीमा पनि सुरु गर्छौँ। ल सुरुमा है त, यहाँ च्याट जिपिटीमा चाहिँ मेरो लागि च्याट जिपिटी लगइन छ भनिसके पछाडि तपाईँहरूलाई म यो चाहिँ प्रम्प्ट कपी गरेर पठाइदिन्छु। हुन्छ, चाहिन्छ तपाईँहरूलाई? के भन्नुभयो सर? तपाईँहरूलाई म यो प्रम्प्ट कपी गरेर पठाइदिन्छु। हुन्छ ल ठिक छ, प्रम्प्ट कपी गरेर पठाइदिन्छु। त्यो भइसके पछाडि तपाईँहरू अलिकति सजिलो हुन्छ होला जस्तो लाग्यो। ल ठिक छ, एकैछिन तपाईँहरूलाई म च्याटमा नै पठाइदिन्छु। सजिलो कहाँ हुन्छ होला भन्दाखेरि यहाँ ठिक छ, च्याटमा तपाईँहरू च्याटबाट लिनु ल। यो ठुलो कुरा होइन, त्यही भएर मैले यहीँ पठाइदिइहालेँ, सजिलै हुन्छ भनेर। ल यो तपाईँहरू नि कपी गर्नु है, तपाईँहरू नि यो कुरा कपी गर्नु। त्यस पछाडि गएर तपाईँहरू यो कुरा कपी गर्नु। यो कुरा लगेर कहाँ राख्ने भन्दाखेरि चाहिँ यहाँ हेर्नु है त, म तपाईँहरूलाई देखाउँछु ल कहाँ राख्ने भनेर। यता हेर्नु है, सुरुमा हेर्नु है त, यहाँनिर ल्यापटपबाट खोल्नु भयो भने त यहाँसम्म सजिलै आइसक्नु भयो तपाईँहरू सुरुमा नै। अब यहाँ हामी इमेजेस भन्नेमा जान्छौँ है, इमेजेस भन्नेमा जान्छौँ। त्यस पछाडि अघि भर्खर हामीले प्रम्प्ट लिएर आएको छ, यो प्रम्प्टलाई यसरी सिधै कपी गरेर ल्याएर यसरी पेस्ट गर्ने भन्दा पनि एउटा राम्रो आइडिया चाहिँ के हुन्छ जहिले पनि भन्दाखेरि तपाईँहरूलाई यो कुरा कतिको सजिलो लाग्छ, मलाई चाहिँ सजिलो लाग्छ। ल ठिक छ, मैले यहाँ इमेल लगइन गरेको छु। इमेलको थ्रुबाट म कहाँ जान्छु भन्दाखेरि यो डक्स, कसैलाई यो यसरी नै गर्न मन छ भने यसरी गर्नु ल। आफ्नो इमेल लगइन गर्नु, इमेल लगइन गरिसके पछाडि यता जानु यसमा। त्यसपछि अलिकति तल गइसके पछाडि चाहिँ हाम्रो यहाँ डक्स भन्ने छ है, त्यहाँ जानु। यो किन भन्नुभयो सर, एकचोटि फेरि रिपिट गरिदिनु त? ठिक छ, म एकदम होइन, चिन्ता लिनु पर्दैन, म गरिहाल्छु है त। तपाईँहरू यहाँ gmail.com, म अझै यो पनि एकदम मजाले गरिदिन्छु त। gmail.com गर्नु सुरुमा, एउटा ब्राउजरको एउटा ट्याबमा गएर है, गर्नुभयो। हजुर सर। अनि त्यस पछाडि यसरी चाहिँ हामीले खोलिसके पछाडि यसरी हाम्रो इमेलवाला लिस्ट खोलिन्छ है। त्यस पछाडि गएर यतातिर यो हेर्नु त, यहाँनिर यो चाहिँ डट 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 जस्तो देखाइरहेको छ। यहाँ यसो होभर गऱ्यो भने यहाँनिर चाहिँ माउस लग्यो भने गुगल एप्स भन्दो रहेछ नि है, देख्नुभयो यहाँनिर। यो दाहिने कुनातिर, माथितिर दाहिने कुनातिर तपाईँको त्यो फोटो अथवा नामहरू देखाएको भन्दा देब्रेतिर यहाँ थाहा पाउनुभयो हो। अब यहाँ क्लिक गरिसके पछाडि चाहिँ अलिक तल हेर्दै जानुभयो भने यहाँ एउटा DOCS डक्स लेखेको रहेछ है। अलिक बिस्तार तल हेर्दै जाने, तपाईँले अकाउन्ट भन्ने देख्नुहुन्छ, ड्राइभ, जिमेल, जेमिनाई, धेरै कुरा देख्नुहुन्छ हो तलतिर। अनि अलिक तलतिर गएपछि
डक्स भन्ने देख्नुभयो DOCS? हजुर सर हो एक्ज्याक्टली सही, एकदम राम्रो। अब डक्स भन्नेमा मैले क्लिक गरेँ है, तपाईँहरूले पनि गर्नु होला है। ओके, अनि डक्स भन्ने क्लिक गरिसके पछाडि धेरै कुराहरू आउँछ। यो कुराहरू अहिले हामीलाई केही पनि चाहिँदैन, यो सबै हामीलाई चाहिँदैन। यहाँनिर ब्ल्याङ्क डकुमेन्ट भनेर एउटा प्लस जस्तो सिम्बल छ, हेर्नु त। हजुर ओके, ल त्यो प्लस जस्तो सिम्बलमा जाने है। गइसके पछाडि अब यहाँनिर अरू धेरै कुराहरू गर्न मिल्छ। तपाईँले चाहिँ आफ्नो यो ल्यापटपमा माइक्रोसफ्ट वर्डमा गर्न मिल्ने सबै कुरा गर्न मिल्छ। तर त्यो अहिले हामी त्यो हाम्रो चाहिँ यो सिकाइको पार्ट यति बेला नभएको भएर मैले त्यो अहिले केही गरिनँ। उताबाट मैले कपी गरेर ल्याएको कुरालाई मैले यहाँ आएर पेस्ट मात्र गरिदिएँ। अहिले हुन्छ, पेस्ट गरेँ। अनि यो पेस्ट गर्नुको जरुरी त खासमा छैन होइन। पेस्ट गरेर यहाँ ल्याएर यत्रो दुःख किन गरेको होला भन्ने जस्तो चाहिँ लाग्न सक्छ। तर यो कुरा चाहिँ किन त भन्दाखेरि पछि गएर तपाईँले अहिले त एउटा चाहिँ यो कपी गरेर लगेर प्रम्प्ट बनाउनु, सरी यो प्रम्प्ट लगेर चाहिँ फोटो बनाउनुहुन्छ, फोटो पनि बन्छ। पछि चाहिँ तपाईँलाई थाहा नै हुँदैन कि मैले कुन प्रम्प्टले यो फोटो बनाएँ, फोटो त राम्रै बनाएको थियो, ठिकै बनाएको थियो, कुन प्रम्प्ट युज गरेँ मलाई त थाहा पनि छैन भन्ने हुन्छ एउटा। त्यसको लागि अर्को भनेको के को लागि भन्दाखेरि जस्तै मैले हिजो पनि थोरै कुरा गरेको थिएँ यहाँनिर चाहिँ, अघि नै एकैछिन ल यहाँनिर हेर्नु ल, क्लिन वुडन टेबल भनेको छ नि। मलाई क्लिन यो वुडन भन्ने मलाई मन परेन। मलाई चाहिँ के हुनु पर्यो त यहाँ भन्दाखेरि मलाई चाहिँ META LLIC मेटालिक होस् भन्ने लाग्यो भने चाहिँ तपाईँले एडिट पनि त गर्नु पर्यो नि, होइन र? हो, त्यसको लागि क्या यो एप सुरुमा यो जहिले पनि यो प्रम्प्ट यो मैले उडनै गरिदिएँ ल है, WOODN उडन गरिदिएँ। जहिले पनि के गर्नुपर्छ भन्दाखेरि यो प्रम्प्ट उता कतै गएर कपी गरेर ल्याउने पढ्ने पनि होइन, त्यसरी चाहिँ हुँदैन ल। त्यो चाहिँ गर्नु त तपाईँले गर्न सक्नुहुन्छ, गर्न पाउनु भए पनि। तर रिजल्टमा आफ्नो कन्ट्रोल चाहिन्छ भने जहिले पनि एकदम डिटेलमा पढ्ने। के कुरा ओहो यो सेन्टर भन्ने लागेन भने ओहो खस्न लागेको चाहिँ बनाइदिउँ न त भन्दै ल मलाई त्यस्तै बनाउनु मन लाग्यो। ल ठिक छ, अहिले होइन ल, यो छोडिदिउँ। यहाँनिर चाहिँ फ्रेम भनेको रहेछ, त्यही भएर मलाई यसलाई धेरै म्यानिपुलेट गर्न मन लागेन अहिले। अब हामीले चाहिँ यदि पढ्दा ओहो मलाई पढिए पछाडि एउटा दिमागमा के आयो भन्दाखेरि ओहो त्यो टेबलको बिचमा होइन कि फ्रेमको बिचमा पनि होइन कि, मलाई त टेबलबाट खस्न लाग्यो बनाउनु मन लाग्यो भने अब त बल्लै तपाईँले एडिट गर्नु पाउनुभयो नि, होइन र? हो, त्यो कुराहरू छ। यो कुराहरू चाहिँ इम्पोर्टेन्ट छ है, यो कुरा गर्न सिक्नुपर्छ ल है। ल हो, त्यही भएर यो चाहिँ तपाईँले आफूले सर पढ्ने, म यहाँ इङ्ग्लिसमा भएर अब झ्याउ लागे भन्ने पनि लाग्छ भने त्यो पनि ठिक छ। यसलाई चाहिँ तपाईँले नेपालीमा कन्भर्ट गरेर पनि ल ठिक छ। यति भनिसके पछाडि म यो तपाईँहरूलाई अझै यो मैले चाहिँ इङ्ग्लिसमा बुझिनँ भन्ने म नाटक गर्छु, एक्ट गर्छु, अनि त्यस पछाडि चाहिँ मलाई नेपालीमा देऊ भन्छु है त। नेपालीमा देऊ, मलाई नेपालीमा चाहिँ देऊ न मलाई भन्छु है त मैले। तर दिन्छ भन्ने कुरा त फेरि हामीले हिजो नै सकेका छौँ। ल ओहो रमाइलो रमाइलो छ है। ल हेर्नु त ल, ओहो ल हामी भन्न त यसले यहाँ प्रोफेसनलै भनेको छ, तर यो त हामीलाई पढ्न अलिकति स्टुडियो भनेको छ, लाइनिङ भनेको छ है, अनि यहाँ तस्बिर जे भयो भने अघि नैको भन्दा चाहिँ हामी अलिकति सजिलो अवस्थामा आइसकेका छौँ नि त, होइन? हो, यसरी दिँदा पनि हुन्छ। मलाई चाहिँ अघि नैको कुरा अलिकति सजिलो लाग्यो पनि। त्यसरी गएर एआईले पनि सकेसम्म यो एआई चाहिँ बुझ्ने सवालमा नेपाली अथवा हाम्रो यो देवनागरिक यस्तो छ, अनि अर्को भनेको यस्तो खालको भाषा थियो नि अघि नै हाम्रो यो मलाई चाहिँ यस्तो खालको लेखाइ भन्दा चाहिँ इङ्ग्लिस चाहिँ एकदम पर्फेक्टली, एकदम 100% पर्फेक्टली बुझ्छ। यो पनि राम्रै बुझ्छ, एकदम मजाले बुझ्छ। तर तपाईँले चाहिँ इङ्ग्लिसै भन्न सक्नुभयो भने त अझै राम्रो हुन्छ भन्छु मैले। तर तपाईँले गर्न चाहिँ जेमा पनि गर्न सक्नुभयो। ल मैले अघि नै चाहिँ त्यो इङ्ग्लिसको यहाँ माथि गएर मैले कपी गरिसकेको छु। म यसलाई चाहिँ कहाँ जान्छु त भने तपाईँहरू पनि सँगसँगै जानु होला ल। यहाँ इमेज भन्ने सेक्सनमा जानुहोस्, त्यसरी गएर यहाँनिर चाहिँ इमेज भन्ने
एड फोटो भनेर चाहिँ यहाँनिर यो अरू कुरा पनि गर्छ यसले है। यहाँनिर चाहिँ यो फोटो दिएर मलाई यो फोटोमा चाहिँ यो के भनेको रहेछ त मलाई बुझाइदेऊ भन्यो भने त्यो फोटोको कुरा पनि गर्छ गर्न चाहिँ। तर यहाँनिर हेर्नु त ल डिस्क्राइब अ न्यू इमेज रे होइन, यो भनेको छ। यहाँनिर चाहिँ इमेज राखेर तपाईँले त्यो फोटोमा चाहिँ के रहेछ त मलाई यो भन्दैन त भन्दा पनि भयो। अथवा तपाईँहरूलाई त्यो गाह्रो लाग्छ भने ल यति गरेर अनि तपाईँले यहाँ इमेज जेनेरेट हुन्छ कि हुँदैन एकचोटि ट्राई गरौँ है त ल। ल ओहो यसले त हेर्नु त यसले चाहिँ म इमेज बनाइदिनु खोजेँ क्या। ल राम्रो लागेन त च्याट जिपिटीमा हिजो भर्खर हामीले यसले त नि यो प्रम्प्टमा त दिन्छ होला भनेर सोचेको थियौँ, तर यसले त हामीलाई केसम्म पनि दिइसक्यो भन्दाखेरि फोटो पनि दिइसकेको छ। हेर्नु त राम्रो छैन त हो कि होइन भन्नुहोस् त। हजुर हुँदैछ। हुँदैछ। ल यसरी गर्ने। त्यसलाई तपाईँहरूले पनि गर्नुभयो गर्दै हुनुहुन्छ तपाईहरु? गरेको छैन सर, त्यो उसमै यो क्लिप नै पाएन कि एकचोटि प्र्याक्टिस चाहिँ गर्नु पर्ला। ल ठिक छ। तपाईँहरूले यो लेख्न पाउनु भएन भन्नु खोजे हो? हजुर। ल ठिक छ। अहिले क्लास सकिसके पछाडि म तपाईँलाई यो पनि पठाइदिन्छु ल। हस् ल यो भयो। अनि एकछिन अझै हुँदैछ। यहाँनिर चाहिँ यसले बनाउँदैछ। अब यसले यहाँ बनाउँदै गर्छ। अब हामी जेमिनाईमा जाउँ ल, किन हामी कुरेर बस्ने होइन र है। ल तपाईँहरू अघि नै यहाँसम्म आइसक्नु भएको छ है? हजुर यहाँसम्म आइसक्नु भएको छ? सबैजना यहाँसम्म आइसक्नु भएको छ? सबैजना आइसक्नु भएको छ यहाँसम्म? ल ठिक छ। ओके ल ठिक छ, एकदम राम्रो। अनि मैले अघि नै त्यो प्रम्प्टलाई कपी नै गरिरहेको छु। मैले यसलाई फेरि यहाँ पनि हिजो क्लासको क्लिप चाहिँ कहाँबाट लिने होला सर? हिजो म जोइन्टै गर्न पाइएन, आज के भिडियो त? ओहो को बोल्नुभयो हो? म मोनिका शर्मा। मनिकाजी बोल्नुभयो। ल ठिक छ। तपाईँले हिजो क्लास जोइन गर्नु पाउनु भएन? केही छैन त, यो भिडियो तपाईँले एकैछिनमा पाउनुहुन्छ है। मनिकाजी भन्नुभयो है? हजुर सर। मनिकाजी तपाईँले भिडियो एकैछिनमा पाउनुहुन्छ। हामी फरवर्ड गर्न लगाइदिन्छौँ है त। हस् मैले सुरु गरेँ ल फेरि। ल ओके। हामी कहाँ थियौँ त भन्दाखेरि यसमै थियौँ। त्यस पछाडि गएर हामी कहाँ भन्दाखेरि गुगल जेमिनाई भन्नेमा जान खोजिरहेको थियौँ है। गुगल जेमिनाई यहाँसम्म याद गर्नुभयो? यहाँसम्म गुगल जेमिनाईसम्म जानुभयो है? त्यस पछाडि मैले अघि नै प्रम्प्टलाई चाहिँ यहाँ कपी गरिसकेको थिएँ। कपी नै थियो, मैले यहाँ ल्याएर पेस्ट गरिदिएँ। उता गएर कपी भन्ने नै थियो यहाँनिर। एकैछिन ल, यहाँनिर ओहो ल ठिक छ। यसको बारेमा मैले एकछिनमा डिस्कस गरौँ ल। यहाँनिर जसरी कपी गर्दै हुन्छ यहाँनिर कपी भन्ने रहेछ। यो कपी गर्दा पनि भयो, होइन भने तपाईँले यहाँ क्लिक गऱ्यो भने आफै कपी हुन्छ ल। यहाँनिर क्लिक गऱ्यो भने थिच्यो भने आफै कपी हुन्छ, होइन भने यसरी गरेर कन्ट्रोल सी गर्नुभयो भने आफै कपी हुन्छ। मैले कपी गरिसकेको छु। कपी गरेर ल्याएर यो जेमिनाई भन्नेसँग पनि ल्याइसकेको छु। अनि यसले चाहिँ कस्तो बनाउने रहेछ त नि हाम्रो लागि फोटो भनेर हामी हेरौँ ल एकचोटि। हुन्छ? ओके सर। कस्तो फोटो बनाउनु रहेछ यो मैले क्रस गरिदिएँ ल। अलिकति डिस्टर्ब गरेँ। तपाईँहरूको पनि आएको छ भने यहाँ तल केही इन्फर्मेसन छ मैले भन्न पर्ने, त्यही भएर मैले यसलाई क्रस गरिदिएँ है त। क्रस गरेँ। तपाईँहरू पनि आइरहेको छ नि, यसले अलिक डिस्टर्ब गरिरहेको छ, क्रस गरिदिनु होला ल। अनि यहाँनिर क्रिएट इमेज भनेको छ, राइट एनिथिङ भनेको छ। यहाँ धेरै कुराहरू छ। आज हाम्रो चाहिँ कन्सर्न अलिकति क्रिएट इमेजमा भएर मैले क्रिएट इमेज थिचेँ ल। हुन्छ? ल क्रिएट इमेज गरेँ। त्यस पछाडि इमेज बनाउनको लागि मैले प्रम्प्ट त दिइसकेँ। यहाँ थिच्ने है त इमेज बनाउनलाई यहाँ थिच्ने। त्यस पछाडि गएर अघि नैको चाहिँ प्रम्प्ट यहाँ दिने। अनि यसले चाहिँ इमेजहरू बनाउँछ है। अनि कस्तो इमेज बनाउने रहेछ एकचोटि हेरौँ ल। अनि यहाँनिर यो कुराहरू पनि छ है त। यो चाहिँ यो फास्ट भनेको छ, थिङ्किङ भनेको छ, प्रो भनेको छ है। अनि यो भनेको के म एकचोटि भनिदिइहाल्छु, पछि फेरि सिक्न त सिकियो, यो फास्ट चाहिँ के हो यो भन्ने हुन्छ क्या। फास्ट भनेको खास केही पनि होइन। यसले अलिकति छिटो, यसले फास्ट भनेर जस्तो छिटो बनाउँछ नै हो। हेर्नु त एन्सर क्विकली भनेर रहेछ नि त। यसले छिटो बनाउँछ भनेको हो। यसले चाहिँ यो थिङ्किङ भनेको सल्भ कम्प्लेक्स प्रब्लमहरू रे। अलिकति तल अझै के भन्दैछ भने थिङ्स
लङ्गर फर एडभान्स म्याथ र कोडको लागि कसैलाई चाहिँ अब म्याथको प्रब्लम सल्भ गर्नु छ भने, कोड प्रोग्राम गर्नु छ भने यो गर्ने रे है। अनि हामीलाई चाहिँ अब यो फोटो बनाउनु पर्ने भएर यो हामीलाई ल सामान्य कुरा होला भन्ने हामीले अजुम गरेर यो फास्ट भन्नेमा अहिले गरेँ, तर यो थिङ्क भन्नेमा यो प्रो भन्नेमा नि गर्दा चाहिँ हुन्छ है त। यो थिङ्क भन्नेमा नि गऱ्यो भने यहाँ के हुन्छ भन्दाखेरि हामीले के भनेको रहेछ त भनेर यसले एकदम मजाले आफैले एनालाइसिस गर्छ, अनि फेरि यसले आफ्नो काम सुरु गर्छ। हुन्छ, अहिले हामी फास्ट नै गर्छौँ, किन भन्दाखेरि हामीले आज धेरै कुरा गर्नुपर्ने छ है त। हुन्छ, ल मैले अहिले फास्ट गरेँ। त्यसरी क्रिएट इमेज भनेर मैले अघि थिचिसकेको छु है। ल अब इमेज हेरौँ। यसले यहाँ इमेज बनाउँदै गर्छ, थोरै टाइम लाग्छ। यहाँनिर यो न्यानो बनाना भनेको रहेछ, यो न्यानो बनाना भन्ने कुरालाई यसो याद गरिराख्नु ल, पछि हामी गफ गर्छौँ कुनै बेलामा। ल अहिले हामी यो कुरा यहाँनिर यसले थोरै टाइम लिन्छ, यसले टाइम लिन्जेल यसले आफ्नो काम गरोस्। हामी अघि नै हामीले यो च्याट जिपिटीमा बनाएको हामीले फोटो हेर्न जान्छौँ। ल ल ओहो कस्तो छ यो फोटो? राम्रो छ है, फोटो राम्रो छ। अनि त्यसरी ल म डाउनलोड गर्नु पर्यो भने कहाँ जाने त भन्दा यहाँ हेर्नु त, यो एरियामा हेर्नु ल। यो एरियामा डाउनलोड गर्नु पर्यो भने यहाँनिर जाने, सेभमा जाने, त्यसरी ल आफै सेभ भयो, यो खोल्न मिल्छ त्यसरी। ल हेर्नु त, मैले मेरो चाहिँ ल्यापटपमा खोलिसकेँ ल है त। अब यो हामीले भने जस्तो नै छैन त, हेर्नु त। अघि नै हामीले ठ्याक्क भने बेलामा कस्तो थियो भन्दाखेरि सेतो हुनपर्छ भनेको थियो, त्यसरी गरेर हामीले यति धेरै कुरा भनेको थियौँ कि होइन। यहाँनिर यो मैले एक्सप्रेसिभ आइज भनेर देखाएको थिएँ, कता हो यहाँनिर एक्सप्रेसिभ आइज भनेको छ होइन। ल ठिक छैन त, राम्रो छ नि है। त्यस पछाडि गएर एकदम क्लिन काठको टेबलमा भनेको थियो, क्लिन काठको टेबलमै छ हामी है, यो पपी हाम्रो पपी होइन। त्यस पछाडि व्हाइट कलर भने व्हाइट कलर नै छ। अनि अर्को कुरा भनेको हाम्रो यो फ्रेमको चाहिँ बिचमा पार्दै है हाम्रो पपीलाई भनेको छ, फ्रेमको बिचमै छ नि होइन र हो। हामीले चाहिँ यति डिटेलमा भन्न पर्छ। अनि हामीलाई चाहिँ यहाँ केही कुरा चित्त बुझेको थिएन भने चाहिँ हामीले अघि नै हामी यहाँनिर यो हामी यो डक्समा लगाइरहेको थिएँ नि, केही कुरा चाहिँ पढ्दा पढ्दा ओहो यो त यस्तो हुँदैन, यो भन्दा पनि यस्तो हुँदा चाहिँ अलिकति राम्रो देखिन्थ्यो होला, अलिक अपिलिङ देखिन्थ्यो होला भन्ने फिल भयो भने हामी यहाँ ल्याएर एडिट पनि गर्न सक्छौँ है त। हुन्छ, ल यो कुरा भयो। हामीले च्याट जिपिटीबाट बनाएको हामीले हेरिसक्यौँ। त्यस पछाडि गएर यो जेमिनाईमा जान्छौँ। तर जानुभन्दा पहिला तपाईँहरूलाई एउटा कुरा भन्छु ल। हामीले एउटै खालको प्रम्प्ट दिँदा पनि रेस्पोन्सहरू हरेक टाइम केही न केही फरक हुन सक्छ। त्यो चाहिँ एकदम धेरै सम्भावना हुन्छ, प्राय त त्यस्तै नै हुन्छ। यो कुरा चाहिँ जहिले पनि याद गर्नुपर्छ है त। हामीले फेरि ओहो ल त्यहाँनिर त अनि कस्तो अर्कै खालको चाहिँ पपी बनेको थियो, यहाँ त अर्कै खालको बन्यो भन्ने लाग्न सक्छ नि त। त्यो हुनसक्छ क्या त्यस्तो चाहिँ है त है। ल अब हामी अघि नै जेमिनाईलाई एउटा काम लगाएको थियो हामीले, पपी बनाइदिएन भनेर। अब यता जाउँ है त। ल ओके, ल ठ्याक्कै मैले अघि नै भनेकै कुरा यहाँ मिल्यो कि मिलेन त? कुरा मिल्यो कि मिलेन त मैले भने हो। यहाँ ल्याएर तपाईँहरूलाई मैले यो देखिसकेर अघि नैको कुरा भने भए खासै राम्रो सुनिँदैन थियो नि त, त्यही भएर मैले तपाईँहरूलाई पहिल्यै भनेको क्या यो कुरा है, याद गर्नु भयो। ओके ल राम्रो छ। अनि भने जस्तै नै छ है, हामीले सेतो भनेको सेतै छ। अझ यसले यहाँ यो प्रोफेसनल भने भएर पछाडिको चाहिँ यसले ब्लर गर्न खोजेको छ होइन, तर ठिकै छ, केही भएन, यो राम्रै देखिरहेको छ त्यही पनि है त। अनि यहाँसम्म आइपुग्दाखेरि यसले फोटो चाहिँ कस्तो बनाएको छ भन्दा एउटा स्क्वायर साइजमा बनाएको छ है, फोटो स्क्वायर साइजमा बनाएको छ। अब हामीलाई चाहिँ होइन यो फोटो त स्क्वायर साइजमा भन्दा अलिकति लामो यो फोनमा देखिँदाखेरि अलिकति त्यो भएको भए त अलिकति यो चाहिँ रेक्ट्याङ्गुलर साइजमा भएको भए फोनमा त अलिक राम्रो हुन्थ्यो होला नि, अथवा म त युट्युबमा राख्न लागेको यो अलिक ठुलो यस्तो साइजको चाहिँ भएको भए अझै अर्को राम्रो हुन्थ्यो मेरो लागि त भन्ने फिल हुन्छ भने अब त्यसको सोलुसनतिर हामी जाँदैछौँ। हुन्छ, हुन त यसले यहाँनिर अलिकति इन्टरेक्ट गर्नुहोस् ल है। यहाँनिर नै हामीले अघि नै यसरी प्रम्प्ट दिँदाखेरि चाहिँ
यहाँनिर चाहिँ मेरो यो ल्यापटपको स्क्रिनको लागि हो अथवा फोनको स्क्रिनको लागि हो भने भए लगभग कुरा यहाँ पनि मिल्न सक्थ्यो। त्यति भन्दै गर्दा पनि ठ्याक्कै यसले एक्ज्याक्टली त्यस्तै बनाउँछ भन्ने चाहिँ नहुन पनि सक्थ्यो। तर हामी एकदम स्ट्यान्डर्ड फर्मेटमा कहाँनिर बनाउँछ भनेर अब हामी आफै खोज्छौँ, अब हामी एक्सप्लोर गर्छौँ है त। हुन्छ? तपाईँहरूलाई म यो जेम भन्ने कुरा भोलि भन्छु, एकदम इन्ट्रेस्टिङ छ, एकदम रमाइलो कुरा छ। हामी यो बारेमा भोलि डिस्कस गर्छौँ। तपाईँहरू ओहो यस्तो पनि हुने रहेछ भन्ने खालको लाग्छ तपाईँलाई है त भोलि मैले यो कुरा भन्दाखेरि। मलाई याद दिलाउनुहोस् ल, मैले बिर्सेँ भने पनि। त्यस पछाडि अब हामी यो सबै कुरा छोडिदिउँ। अब यो जेमिनाईको कुरा हामीले आउटपुट हेरिसक्यौँ। तपाईँहरू जेमिनाईमा प्र्याक्टिस गर्नुहुन्छ कि अहिले हेर्नै मात्र हुन्छ भन्नुहोस् त? आफूलाई हुन्छ त्यसो कन्फ्युज लाग्यो यसमा कस्तो आउँदो रहेछ, लाइक त्यो क्युरियोसिटी भयो भने चाहिँ गरिन्छ सर। तर तपाईँहरूले चाहिँ यो छ नि, हामीले च्याट जिपिटीमा बनाउनु त बनायौँ, तर यसले धेरै चाहिँ बनाउनु दिँदैन ल। यसमा चाहिँ लिमिट हुन्छ, लिमिट चाहिँ यसमा पनि हुन्छ, तर यसले अलिक धेरै बनाउनु दिन्छ है। हुन्छ ल ल ठिक छ। अब हामी कहाँ जान्छौँ भन्दाखेरि म यहाँ पनि जाँदिनँ, अलिक अगाडि नै जान्छ हजुर, सबैलाई सजिलो हुने गरेर। पहिले सबैको स्क्रिनमा फोनमा हो भने पनि फोनमा हो भने पनि ल्यापटपमा हो भने पनि यहाँसम्म सबैजना आउन सक्नुहुन्छ है। सबैजना यहाँसम्म आउन सक्नुहुन्छ भने अब हामी के गर्छौँ भन्दाखेरि सबैजनाले पहिला थोरै हेर्नुहोस् ल, गुगल एआई स्टुडियो भनेर STUDIO स्टुडियो भनेर हेरौँ है त। ल गुगल एआई स्टुडियो भनिसकेपछि के आउने रहेछ भन्दाखेरि यहाँ हेर्नुहोस् त, AI-studio.com भन्ने आउँदो रहेछ। यहाँ सुरुमै गुगल एआई स्टुडियो भन्ने आउँदो रहेछ है त। गुगल एआई स्टुडियो भन्ने आउँदो रहेछ। मैले सुरुमा नै मैले यसरी क्लिक गरिदिएँ। ओके, यहाँनिर त मेरो एकदम अघि नै लगइन गरेको भएर होला, मलाई अलिकति भित्र लानु खोज्यो। ल ठिक छ, केही भएन। मैले यहाँनिर चाहिँ अब तपाईँहरूको नि यही आएको भए ठिकै छ, नआएको भए पनि केही फरक आएको छ भने भन्नु होला। सबैको लगभग यस्तै आएको छ भने चाहिँ एउटै छ सर, तपाईँको लगभग भने सब एउटै छ। ल गुड, त्यसो भने त झन् सजिलो भयो। यहाँनिर गेट स्टार्टेड भन्ने रहेछ, एकचोटि हामी गेट स्टार्टेडमा क्लिक गर्छौँ है त। हुन्छ, गेट स्टार्टेड सबै राइटतिरको माथिको कर्नरमा क्लिक गर्नुभयो। राइटको मैले बुझेन सर, त्यो कहाँनिर छ? ओके, ल अब यहाँ ल यो स्क्रिन सबैको आयो कि आएन? हजुर, यो स्क्रिन आयो, यो यतिसम्मको स्क्रिन आयो, यो यस्तो आयो होइन। अब यहाँ यो देख्नुभयो मेरो माउस, यहाँनिर गेट स्टार्टेड भन्ने रहेछ नि होइन? हो भनेको मैले यहाँनिर क्लिक गर्छु। ल मैले यहाँ क्लिक गरेँ, तपाईँ पनि क्लिक गर्नु सबैजनाले। सरी, त्यसरी गएर यहाँनिर हामीलाई चाहिँ अब चेकबक्स दिएको छ। यहाँ एउटा चेकबक्स दिएको छ, यहाँ दिएको छ। अनि यो दुइटामा फरक के छ भन्दा यहाँ पढ्यो भने छन् चाहिँ अब धेरै कुराहरू छ। मैले यो कुराहरू अहिले भनिनँ। यो चाहिँ खासमा चाहिँ यो कुराहरू चाहिँ अलिकति धेरै यो प्राविधिक क्षेत्रको लागि चाहिँ यो कुरा अलिक इम्पोर्टेन्ट हुन्छ। अनि तिनीहरूले सजिलैसँग यो कुराहरू बुझ्छन् पनि होइन। तर हामीलाई अहिले आवश्यक नपरेको भएर ठ्याक्कै के मात्र भने भन्दा यहाँ स्टार्ट छ नि, स्टार्ट देख्नुभयो रातो डट? हजुर सर। हो, यो स्टार्ट भनेको चाहिँ यसलाई क्लिक नगरिकन अगाडि नै बढ्न पाइँदैन भन्न खोजेको है। ल हेर्नुहोस् त, यसलाई मैले क्लिक गरिसकेँ, तलकोलाई क्लिक गरिसकेँ, माथिकोलाई छोडेर तल यहाँ कन्टिन्यूमा क्लिकै गर्न दिइरहेको छैन। याद गर्नुभयो? हेर्न यहाँ गएपछि के आउँछ हो भनिसके पछाडि तलको क्लिक गरे नि भनेर माथिको चाहिँ क्लिक गर भन्न खोजेको हो। यो चेक गर, चेक मार्क लगाऊ भन्न खोजेको हो क्या। यो बुझ्नुभयो है? ल ठिक छ, मैले माथि चाहिँ यो चेक गरेँ। चेक गर्ने पछाडि यो तलको चाहिँ यो के भन्यो भन्दाखेरि हामीलाई चाहिँ यो इमेलहरू नि पठाउँछ, केही अपडेट आयो भने भन्न खोजेको। मलाई इन्ट्रेस्ट छैन अहिले जस्तो लाग्यो, त्यही भएर यो मैले चेक गरिनँ। त्यही भएर अब मैले यहाँ कन्टिन्यूमा क्लिक गर्न दिएको छ, म कन्टिन्यूमा क्लिक गर्छु। ल कन्टिन्यूमा क्लिक गरेँ। ल सबैजना यहाँसम्म आइपुग्नु भयो? हजुर सर। ओके, कसैले के समस्या छ भने भन्दै पनि गर्नु। ल भन्दै पनि गर्नु। यो स्क्रिन चाहिँ हाम्रो फोनमा हो भने कस्तो देखिन्छ भन्दाखेरि
एकैछिन ल, फोनमा हो भने कस्तो देखिन्छ? फोनमा हो भने लगभग यस्तो देखिन खोज्दो रहेछ है, हुन्छ। त्यसरी गएर यहाँनिर यस्तो फोनमा हो भने यहाँनिर क्लिक गर्ने ठाउँ छ एउटा यस्तो, अनि लेफ्टतिर देब्रेतिर फर्के एरो जस्तो छ, यहाँनिर क्लिक गर्यो भने हामीलाई चाहिने कुराहरू भेटिन्छ है त। बुझ्नुभयो? ल अब म फेरि मेरो चाहिँ ल्यापटपवाला स्क्रिनमा आएँ ल। ल सबैजना चाहिँ अब कहाँ जानु पर्यो भन्दाखेरि यहाँ प्लेग्राउन्ड भन्ने छ, हेर्नु त यहाँनिर प्लेग्राउन्ड भन्ने छ, यहाँ होम भन्ने छ, यहाँ तल के हो के छ। यो तलतिर अहिले हामी त्यतातिर जाँदै नजाउँ, अहिले यहाँ प्लेग्राउन्ड भन्नेमा जानु सबैजना ल। प्लेग्राउन्ड जानुभयो है। अनि यहाँनिर धेरै कुराहरू छ। आज हामी धेरै यो आफैले चाहिँ सरी आफैले यो एक्सप्लोर गरेर अहिले हामी सक्दैनौँ आजको क्लासमा चाहिँ। त्यही भएर आज हामी अलिकति धेरै इमेजमा चाहिँ फोकस हुने क्लास भएको भएर आज हामी यो इमेज जेनेरेट भन्नेमा, यहाँ इमेज भन्ने देख्नुभयो है? देख्नुभयो इमेज भन्ने? हजुर हजुर। हो ल, इमेज भन्नेमा तपाईँले क्लिक गर्नु होला। अनि इमेजमा क्लिक गर्नु साथै तल के आउँछ भन्दा न्यानो बनाना प्रो भन्ने जस्तो, न्यानो बनाना यो इमेजिन फो भन्ने जस्तो के आयो। तपाईँले मैले अघि भर्खरै न्यानो बनाना भन्ने कुरा याद गर्नु भनेको थिएँ, याद गर्नुभयो? हजुर। हो के अरे जेमिनीतिर थियो। हो जेमिनाईमा थियो, जेमिनाईमा थियो। अनि खासमा चाहिँ यो दुवै गुगल एआई स्टुडियो पनि यो दुवै चाहिँ अनि त्यही भएर हामीले चाहिँ यहाँनिर एकचोटि हामी यहाँनिर चाहिँ यो इमेलमा जाने बेलामा यता क्लिक गर्नु हुँदाखेरि पनि यहाँ जेमिनाई भन्ने देखाएको थियो नि होइन? हजुर। हो यो जेमिनाई भन्ने किन देखायो भन्दाखेरि सबै गुगलले बनाएको चाहिँ टुल्सहरू देखाएको हो क्या यहाँ। बुझ्नुभयो? हजुर। हो यहाँ पनि जेमिनाई देख्नु भएको थियो। अघि हामीले यहाँ जेमिनाईमा गइसकेका छौँ। अहिले फेरि हामी यहाँ गुगल एआई स्टुडियो भन्नेमा आइसकेका छौँ। यो सबै गुगलको, तर यो चाहिँ अलिकति यो सामान्य प्रयोजनको लागि युज गर्छ मान्छेले। अलिकति चाहिँ प्रोफेसनली केही गर्नु पर्यो भने यता पनि आइरहेको हुन्छ। स्पेसली यो मल्टिमोडल को चाहिँ मोडलहरूको कुरा आज हामीलाई आवश्यक छैन। त्यो कुरा आज होइन, अनि पछि पनि हामीलाई आवश्यक हुँदैन होला। त्यो चाहिँ हामी यहाँ इमेज भन्नेमा जानुभयो है। हजुर। इमेजमा चाहिँ तलतिर यो न्यानो बनाना अनि न्यानो बनाना प्रो भन्नेमा अहिले हाम्रो इन्ट्रेस्ट हो। यो न्यानो बनाना प्रो भनेको चाहिँ हेर्नु त यो पेड भनेको रहेछ नि होइन? हजुर। यसले चाहिँ यो हामीले किन्यो भने मात्र यहाँनिर क्लिक गरिसके पछाडि चाहिँ ल यो किन्नु भनेर हामीलाई भन्छ। अहिले हामी त्यो गर्दैनौँ। अहिले हामीले चाहिँ फ्रीमा के हुनसक्छ, कति हुनसक्छ हो। ल अब तल न्यानो बनाना प्रोमा होइन, न्यानो बनानामा क्लिक गर्नु होला ल। हो न्यानो बनाना के भनेर होइन, रेडी टु च्याट। अनि न्यानो बनाना चाहिँ सेलेक्ट भयो। म फेरि क्लिक गर्छु ल, फेरि आउँछ आउँदैन। ल ठिक छ, रेडी टु च्याट अनि सेलेक्टेड न्यानो बनाना अरे, न्यानो बनाना चाहिँ सेलेक्ट गर्यो भनेको छ। अब यहाँनिर चाहिँ प्रम्प्ट लेख्ने ठाउँ आयो। अनि साँच्चै एउटा कुरा मैले भन्नै बिर्सेछु। यो न्यानो बनाना भनेको चाहिँ के हो भन्दाखेरि अघि हामीले च्याट जिपिटीमा गयौँ, प्रम्प्टहरू ल्यायौँ, फेरि त्यहाँनिर फोटो पनि बनाउने काम दियौँ त्यसलाई। अहिले हामी न्यानो बनानामा आइरहेछौँ। यो न्यानो बनाना के हो भन्दाखेरि गुगलले बनाएको एउटा मोडल हो जसले चाहिँ फोटोहरू बनाउन सक्छ, राम्रो फोटोहरू बनाउन सक्छ। त्यो चाहिँ के हो त भन्दाखेरि न्यानो बनाना हो। न्यानो बनाना भनेको गुगलको फोटो बनाउने, इमेज बनाउने मोडल हो है त। हुन्छ? ल मैले अघि नै चाहिँ यो प्रम्प्ट अघि नै कपी गरेको प्रम्प्ट मेरो अहिले पनि कपी नै छ। मैले यसलाई यहाँ ल्याएर पेस्ट गर्छु है। हुन्छ? ल ठिक छ। क्यान्सल एन्ड युज टेम्पोररी च्याट। ओके ल ठिक छ। ल यसले पनि बनायो है। अनि यसले पनि बनायो, तर यसले बनाएको र यसले बनाएको के जस्तो छ ल यसो याद गर्नु। के अरे
हो जेमिनाईले बनाएको जस्तो छ। एक्ज्याक्टली जेमिनाईले बनाएको जस्तै छ नि है। हजुर हो किन होला, मैले अघि नै भनेको थिएँ नि जेमिनाई र यो गुगल एआई स्टुडियो भन्ने गुगलले नै बनाएको हो भनेर होइन। हजुर ओके ल ठिक छ भनेपछि बता त्यही भएर उस्तै बनाउँदो रहेछ है। ल यो कुराहरू एउटा पार्ट सक्यो है त, यो कुराहरू सक्यो। अब हामी फेरि कहाँबाट सुरु गर्छौँ भन्दाखेरि अब आज हाम्रो लगभग 1 घन्टाभन्दा अलि धेरै पनि भइसकेको छ। अब हामी छिटो हामी अब अरू कामहरू गर्न थाल्छौँ, हुन्छ? ल तपाईँहरूले चाहिँ एकैछिन ल यो इनेबल गुगल ड्राइभ भनेर आयो। ल ठिक छ मेरोमा गरौँ ल, त्यो समस्या भएन। तपाईँहरू पनि यस्तो आएको भयो यो सँगसँगै गर्नु होला ल। यो चाहिँ गुगल ड्राइभलाई पनि इनेबल गर भनेको हो है। ल त्यसो भने अब हामी फेरि च्याट जिपिटीमा जान्छौँ है। च्याट जिपिटीमा गएर यहाँनिर न्यू च्याट भन्छु मैले अहिले। न्यू च्याटमा जान्छु म। न्यू च्याटमा गइसके पछाडि म के गर्छु सरी न्यू च्याटमा गए पछाडि म के गर्छु भन्दाखेरि अब अघि भर्खर तपाईँले के भन्नुभएको थियो भन्दाखेरि हाम्रो एउटा सिस्टर बनाउनु पर्यो भन्नुभएको जस्तो लागेको थियो हो। सिस्टर बनाउन रहर लागेको छ है। ठिक छ अब हामी चाहिँ एउटा सिस्टर बनाउँछौँ है त, त्यसो भने हुन्छ? ओके सर। ल ठिक छ। फेरि मैले के भन्छु सरी फेरि मैले चाहिँ अब के भन्छु भन्दाखेरि तपाईँहरूले पनि यसरी नै गर्नुपर्छ है। मैले फेरि एकातिर गएर बोलेको छु, तपाईँहरूले चाहिँ याद पनि गर्नु भएन, लेख्नु पनि भएन, प्र्याक्टिस पनि गर्नु भएन, केही पनि सिकिँदैन। अनि 5 दिनको अन्त्यमा ल मैले क्लास त लिएँ अनि के सिकेँ भन्ने हुन्छ है। मैले त्यही भएर बरु मैले तपाईँहरूलाई प्र्याक्टिस गर्न टाइम चाहिन्छ भने ल वेट गरेर बस्छु पनि भनेको छु है मैले, हुन्छ? ल तपाईँहरूले सकेसम्म यो मैले अघि नै दिएको यो प्रम्प्ट युज गरेर चाहिँ इमेज बनाउन ट्राई गर्नुभयो भने रमाइलो हुन्थ्यो। ल ठिक छ अब म अर्को एउटा प्रम्प्ट पठाउँछु होइन, यो प्रम्प्ट जेनेरेट गरेर त्यसले चाहिँ हामी सबैजना मिलेर बनाउँ, हुन्छ? ओके ल ठिक छ है त। ओके अब हामी के गर्छौँ भन्दाखेरि एक्ट एज एक्सपर्ट अफ, फेरि पनि एक्सपर्ट अफ PROMPT प्रम्प्ट इन्जिनियरिङ, एक्ट एज एक्सपर्ट अफ प्रम्प्ट engineering, prompt engineering for making AI model, now make me a now यस्तो भन्नु है त, now give me a PROFESSIONL professional prompt for making a nurse होइन। अनि नर्स, अब नर्सलाई कतै ल यस्तोमा उभिएको यता उता भन्ने कि यतिकै छोडिदिने अहिले ल भन्नु? यति